आज मैले पकाउन लागेको खसीको मासु त यो संसारमै सबभन्दा सजिलो तरिकाले बनाएको खसीको मासु हुन सक्छ के। स्वागत छ तपाईहरुलाई खानेकुरोको दोस्रो भिडियोमा, जसमा चाहिँ मैले खसीको मासुलाई एकदम सरल र सजिलो तरिकाले बनाएको छु। यो त बच्चाले पनि बनाउन सक्छ। सुरुमा चाहिँ खसीको मासुलाई ल्याउने बित्तिकै मैले कुकरमा हाले। कुकर आगोमा नबसालिकन नै मैले खसीको मासु हाल्छु र त्यसमा चाहिँ प्याज हाल्छु। प्याज चाहिँ मैले लामो लामो गरेर काटेको छु र यसमा चाहिँ अलिकति मजाले प्याज हाल्नु जरुरी छ। यो चाहिँ ग्रेभी स्टाइलको मटन हो। त्यसपछि मैले हाल्दैछु गोलभेडा। गोलभेडा पछि मैले हालेको छु नछोडाइकन यस्तो डल्लो डल्लो नै लसुन। त्यसपछि हाले नुन र गरम मसला। यो गरम मसला चाहिँ मैले घरमै बनाएको। त्यसपछि जिरा धनियाको धुलो अनि धुलो खोर्सानी हालिदिए। अब यसलाई चाहिँ झान्ने हो क्या हामीले। अलिक धेरै तेल हालेर झान्न पनि सकिन्छ। मैले चाहिँ अलिक कम तेलमा नै बनाएको छु। झान्दाखेरि केही गर्नु पर्दैन। तोरीको तेलमा मेथी फुराउने अनि बेसार हालेर झ्वाइँ पारिदिने। अब मस्त मोल्ने हो यो मासुलाई। बिचमा मैले अदुवा पनि कोरेर हालेको थिएँ, त्यो चाहिँ छुटेछ है। अब यसलाई मस्त मोल्ने। मोल्दा 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 सबै मासुको पार्ट पुर्जामा चाहिँ मसला र नुन चाहिँ मजाले लागोस् भन्ने हिसाबले एकछिन 5 मिनट जति टाइम दिएर नै मोल्ने है। सबभन्दा दुःखको पार्ट भनेको यही मोल्नु नै हो क्या यो मासु पकाउँदा। अब यसपछि त सिद्धियो, केही काम छैन। यो लसुन चाहिँ अब पाकोस् भनेर मासुको बिचमा यसरी अलिक उसारेर हाल्नुपर्छ है। माथि भयो भने चाहिँ स्वादिलो हुँदैन। अब मासुलाई यसरी मिलाएर लेभल मिलाएर राख्ने। लेभल मिलाएर राखेपछि अलिकति पानी पनि हाल्दिने। हुन त पानी नहालिकन नि बनाउनुहुन्छ कतिजनाले, किनभने मासुबाट नै पानी आउँछ नि त। तर मैले चाहिँ थोरै पानी हाल्छु कि मलाई चाहिँ अलिकति ग्रेभी नै भएको मनपर्छ। अनि कुकर बन्द गरेर बसाल्दिने ठुलो आगोमा। एकचोटि सिटी आएपछि अब सानो आगो पार्दिने। मासु पाकुन्जेलमा चाहिँ मैले यहाँ साइडमा तिते करेला पनि बनाउँदैछु क्या। मेरो ससुराबालाई चाहिँ सुगर छ अनि हरेक छाकमा उहाँले चाहिँ थोरै भए पनि तिते करेला खानुहुन्छ। अनि तिते करेला चाहिँ फेरि मेरो पनि फेभरेट नै हो क्या। हल्का प्रेसर लो चाहिँ प्रेसर लो नै छ मेरो, तै पनि फेभरेट चाहिँ फेभरेट हो फेरि। ल हेर्नुहोस्, अब लगभग आधी घन्टा सानो आँच पारेर मासु पकाइसकेपछि हेर्नुहोस् यतिको पाकेको छ। मजाले फल्यात फुलुत कल्यात कुलुत भएको छ। लसुन चाहिँ हेर्नुहोस् यस्तो मजाको टेस्ट आउँछ नि। यो मासु भन्दा नि लसुनमा हाना थाप हुन्छ क्या हाम्रो घरमा चाहिँ है। विशेष गरी म र मेरो श्रीमानलाई चाहिँ लास्टै नै मनपर्छ। अनि मासु पनि ग्रेभी ग्रेभी नै बनेको छ। अब अहिले यो तातो भावेर झोल झोल देखिएको। साइडमा गोलभेडा र धनियाको चटनी बन्दैछ।